हेलो गुड मर्निङ गाइस। आज फेरि है हजुरहरुप्रति एउटा सानो भिडियो लिएर आइरहेको छु। भिडियो चाहिँ के हो भन्दाखेरि भिडियोमा चाहिँ के भन्दाखेरि तपाईले यो देख्नुहुँदैछ है, यो चाहिँ हाम्रो नेदाम हो। नेदाम भन्ने जग्गा यो हो है। हाम्रो घरबाट चाहिँ सिन चाहिँ यस्तो देख्छ, तपाईहरुले हेर्नुस् है, एकदम राम्रो सिन देख्छ है। भोलि पछि चाहिँ अलिक विन्टर लाग्दै गएपछि नोभेम्बर डिसेम्बर डिसेम्बरहरुतिर चाहिँ यहाँतिर चाहिँ अलिअलि हिउँहरु आउँछ। अलिअलि भन्दाखेरि पनि धेरै हिउँहरु आउँछ, हिउँहरु पर्छ एकदम है। एकदम सेटिस देख्छ यो डाँडाहरु। तपाईहरुले यो जुन चाहिँ डाँडाहरु देख्नुहुँदैछ नि, यो डाँडाहरु चाहिँ एकदम सेटिस देख्छ। हिउँ परेपछि चाहिँ है हाम्रो घरबाट चाहिँ यस्तो खालको सिनहरु देख्छ है। यो जग्गाहरु यता हाम्रो यता जग्गातिर पनि राम्रो देख्छ, तर यो घामले गर्दाखेरि चाहिँ अलिक सेटिस देख्दैन। र हाम्रो घरदेखि माथिको गाउँहरु चाहिँ यस्तो खालको छ है। यस्तो जग्गाहरु छ, राम्रो मजाको गाउँ छ। यहाँ माथि हेर्नुस्, यो चाहिँ मेरो माथिको चाहिँ काकाको घर हो। माथितिर पनि धेरै राम्रो जग्गाहरु छ। यो जग्गामा तर हामी धेरै खेपहरू पनि गएको छौँ। अनि हेर्नुस् यहाँनिर है, यहाँ माथितिर हेर्नुस्, यो माथितिर एकदम राम्रो जग्गाहरू छ। हाम्रो घरबाट चाहिँ एकदम राम्रो भ्यूहरू देख्छ, एकदम मजाको जग्गा। म यदि है डिसेम्बर जनवरीहरूतिर आयो भने चाहिँ म हजुरहरूलाई यहाँतिर जुन चाहिँ त्यो हिउँहरू परेको छ भने चाहिँ म तपाईँलाई देखाउने छु है। यहाँनिर हिउँ पर्दा चाहिँ कस्तो खालको देख्छ, कस्तो खालको सिन, कस्तो खालको भ्यू देख्छ, म तपाईँहरूलाई यो डाँडाकाँडामा हिउँ पर्दाखेरि देखाउँछु है तपाईँहरूले। तर त्यसको लागि चाहिँ तपाईँले मेरो फेसबुक पेजलाई है फलो गरिदिनुहोस् है। यदि म यहाँ फेरि डिसेम्बर जनवरीतिर आएँ भने चाहिँ म हजुरहरूलाई यहाँ डाँडाकाँडाको भ्यूहरू देखाउने छु। जस्तो गाइस है, हजुरहरूलाई चाहिँ फेरि एउटा है सानो दुःखको कुरा है सुनाउनु गइरहेको छु। जुन चाहिँ पनि यो हाम्रो गाउँ छ, हाम्रो यो डाँडा गाउँ छ। डाँडा गाउँमा चाहिँ अहिले चाहिँ जियो भन्ने सिम चाहिँ है त्यस्तो चल्दैन रहेछ, नेट चल्दैन रहेछ। एकदम दुःख लागिरहेको छ है। हामी उता माझीटारमा बस्दाखेरि हामी वाइफाईहरू चलाउने गर्थ्यौँ, तर अब यहाँ हाम्रो गाउँमा आएपछि चाहिँ नेटहरू चल्दैन रहेछ है। अन्त मैले हिजोतिर लगाएको भिडियोहरू पनि आजतिर मात्रै पोस्ट भएको छ, किन भन्दाखेरि आज चाहिँ मजाले बिहान नेट चल्दै थियो है। त्योखेर चाहिँ अब हिजोतिर अपलोड गरेको भिडियोहरू चाहिँ आज पोस्ट भएछ है। त्यो कारणले गर्दा चाहिँ मलाई अलिकति है कस्तो अब तपाईँहरूलाई थाहा छ होला, त्यस्तो हुँदाखेरि कस्तो खालको फिल हुन्छ होइन। त्यही कारणले गर्दाखेरि चाहिँ गाइस है, हिजो दिएको अपडेटहरू चाहिँ अब अस्तितिर अपडेटहरू दिएको चाहिँ नेटहरूले गर्दाखेरि चाहिँ अब ढिलो जान्छ है। त्यसको भोलि दिनतिर भइरहेको हुन्छ, भोलि दिनतिर अब त्यो भिडियोहरू चाहिँ गइरहेको हुन्छ है। त्यही कारणले गर्दा चाहिँ एकदम दुःख लाग्छ है त्यस्तो कुराहरूतिर। त्यही कारणले गर्दा चाहिँ तपाईँलाई चाहिँ म एउटा कुरा भन्नु गइरहेको छु, किनभने यो जुन चाहिँ हाम्रो गाउँ छ, यो हाम्रो गाउँमा चाहिँ नेटवर्कको चाहिँ एकदम कमी है, एकदम दुःख लाग्दो छ है। अहिलेको यो फिलहालको कन्डिसन चाहिँ एकदम नेटहरू नभएको नेटहरू चल्दैन रहेछ। पहिलातिर हुन्थ्यो यहाँनिर, तर अहिले चाहिँ चल्दैन रहेछ। त्यही कारणले हिजो लगाएको भिडियोहरू अहिले ढिलो नेटको प्रब्लमले गर्दाखेरि अहिले भर्खर अपलोड भइरहेको रहेछ है। मतलब त्यसको गर्दाखेरि चाहिँ अब मलाई अलिकति दुःख लाग्यो है। तर पनि है मान्नु नगर्नुहोस्, किन भन्दाखेरि मैले भिडियो लगाएकै छु है। र गाइस नेटको प्रब्लमले गर्दाखेरि चाहिँ केही कुछ हुनसक्छ है, भिडियोहरू ढिलो हुनसक्छ। तपाईँले त्यसमा चाहिँ माइन्ड नदिनुहोस् है। यति भन्दै है हजुरहरूलाई फेरि पनि है वन्स अगेन गुड मर्निङ है सबैजनालाई भन्दै म हजुरहरूदेखि